नमस्ते, वेलकम टु माई एनदर भ्लग। अनि आज म घर आएको तिहार मनाउनको लागि। अनि घर आएर चाहिँ हामीले के गर्दैछौँ भने गोपिका बेर्ना लिएर आएको छु मैले बागलुङबाट। अनि हामीले चाहिँ गोपिका बेर्ना सार्दैछौँ। गोपिका बेर्ना सार्नलाई चाहिँ ठाउँ छैन। हामीले चाहिँ ठाउँ बनाएर पहिला बोडीहरू लगाएको, सिमीहरू लगाएको, त्यो झालसाल फालेर अनि त्यसमा चाहिँ हामीले गोपिका बेर्ना सार्दैछौँ। हाम्रो मम्मीले चाहिँ यहाँ पाठो साँधेर बस्दै हुनुहुन्छ। हाम्रो सानो दुईवटा पाठा छन्, पठिनी छ यहाँ, अर्को पाठी छ यहाँ। यतै चलेको गर्छ, कम छैन जस्तो। ए यहाँ हाम्रो अर्को बाख्रो छ एउटा। यता ओइ हेलो हेलो भन क्या ल। यहाँ हो हामीले गोपिका बेर्ना सार्ने ठाउँ यस्तो छ। यसलाई राम्रो गराएर सफा गरेर अनि त्यसपछि बल्ल यसमा गोपिका बेर्ना सार्ने हो। अहिले चाहिँ घाममा दाउरा फाल्ने। अनि अहिले घामसम्म अस्ताए पछाडि अनि खनेर पानी हालेर यसमा चाहिँ गोपिका बेर्ना सार्ने हो। यो चाहिँ हाम्रो घर च्याउ बसिछु बाइकमा, स्कुटरमा। अनि मम्मी हो मोबाइल चलाउँदै हुनुहुन्छ। उसले चाहिँ मलाई गाली गरी चाहिँ मलाई भिडियो गरायो भनेर। मैं गाली नहीं दे सकता, गाली नहीं देना। अनि हाम्रो चाहिँ यहाँबाट हेर्दाखेरि यस्तो देखिन्छ ठाउँ हैन। त्यहाँ तल घर छन् अनि त्यस पछाडि चाहिँ यता यस्तो छ। हो त्यहाँ हाम्रो कटेरो छ। यो चाहिँ हाम्रो घर हो है। चल कुन करेलो हाम्रो गोपी सार्नको लागि ठाउँ रेडी भइसक्यो। ह्यान्डस्याङ फालेर पुरा खानु भयो। अब यसलाई सफा गरेर यो झारलाई सफा गरेर खनेर अनि पानी हालेर अनि बल्ल गोपी सार्ने। हेलो अनिसा, हेलो। त्यो चाहिँ बसेको छु उत्तराबाट। मैले यति धेरै काम गर्दाखेरि म मोबाइल चलाएर बसेकी छु आएर यसो सहयोग गर्नु पनि छैन। ल यसको अलिकति मुख छोपेर बसेपछि लाज लाग्छ क्या केटीलाई। मम्मी लाउनु। अब हामीले चाहिँ यहाँ खनेर अनि त्यसपछि बल्ल गोपी सार्ने। यसलाई पहिला सफा गर्ने, यो छेस्की अनि त्यसपछि यसमा खन्ने अनि सार्ने। बाख्रा किन काट्यो? यताबाट बाख्रा काट्यो। साडी अब यो पुरानो भएछ नि लाउनु पर्छ। कहाँ थियो र मम्मी? सुन्तला कहाँ आउन थाल्छ? त्यो चाहिँ दाउरा काट्दै हुनुहुन्छ। हामीलाई रोटी पकाउने अरे तिहारको बेला, भात पकाउने अरे, तरकारी पकाउने, दाल अचार पुऱ्याउने नि पकाएर खुवाउने अरे हामीलाई। बाबले नि 15 लिटरको कुराउनु थाल्यो। हामीलाई सम्झाउनु न क्या? हामीले सबर गरो। हाम्रो चाहिँ यहाँ साग छ। यहाँ चाहिँ लसुन छ, लसुन हाल्नु भयो। खुर्सानी सानो। यहाँ चाहिँ हाम्रो पारिजात फुल छ तर यो बसन्त। किन बसन्त यो? खै बसन्त खान्छ त्यति बेसरी बसन्त यहीँ गरेर सुमै बसाउँछ त्यही। यहाँ फुल छन् हाम्रो। यहाँ गणेश फुल छ, यहाँ रोज फुल छ, फुलेको छैन। ल्याएर सारेको यत्रो ठुलो भइसक्यो। अनि उहाँ त्यो गराका बिचमा गएर गुठी फुल फुलिन्छ। यस्तो राम्रो फुल माथि फुल्ने साइड उहाँ तल गएर फुलिन्छ। हाम्रो घर यस्तो देखिन्छ डाँडा काँडा। चल
गोपी लाउने ठाउँ रेडी भयो अब यसमा पानी हालेर गोबर हालेर अनि त्यसपछि गोपी लाउने गोबर चाहिँ यहाँ लिएर आउने हो फाइनल्ली मैले गोपिका बेर्न सारिसकेँ यहाँ यति चाहिँ रोयो अब यिनी कता सार्ने अनि कता सार्ने भन्नुहुन्छ अनि त्यति सार्ने अनि अंशले चिया बनाएको छ यहाँ खानालाई चाहिँ नुहाएर च्याट्ट परेर राम्री गरेर बसेको छु मेरो चिया मैले पनि खाँदै तँलाई मुसो ल भयो हेलो ल